सुखद साइकल यात्राको क्रममा घटेको चाहिँ मेरो एउटा ठुलो दुर्घटना 2083 साल जेठ 10 गते धादिङको शेरथुङ गाउँमा घटेको घटना हो। हामी 3 जना साथीहरू काठमाडौँबाट रुबी भ्यालीको लागि चाहिँ नि 8 जेठ 2083 मा काठमाडौँदेखि रसुवाको स्याप्रुबेसी हुँदै पार्वती कुण्ड, त्यसपछि सोमदाङ 3850 मिटरमा रहेको पाङसाङ पास एउटा रमणीय स्थान घुम्दै त्यहाँको प्रकृतिसँग रमाउँदै एउटा हिसाबले हामी साइकल यात्रा गरिरहेका थियौँ। यो चाहिँ 3 दिने साइकल यात्रा थियो। जुन अन्तिम दिन हामी सोमदाङबाट बिहान 6:30 बजे चाहिँ धादिङ बेसीको लागि प्रस्थान गऱ्यौँ। त्यस क्रममा सोमदाङबाट पाङसाङ पास हुँदै टिप्लिङ पुग्यौँ। रमाइलो यात्रा थियो, तर 81 शेरथुङ गाउँ पुग्दाखेरि त्यहाँ चाहिँ नि एउटा भिर रहेछ। त्यो अलिअलि ओह्रालो परेको बाटो, जहाँ चाहिँ नि फुसफुसे माटोहरू भएको बाटो, तर जिप ट्र्याक जुन चाहिँ ठुलै बाटो थियो। त्यहाँ मेरो अचानक दुर्घटना हुन्छ। टर्निङमा म साइकलको ह्यान्डल काट्दाखेरि त्यहाँ चाहिँ नि मेरो साइकलको अगाडिको टायर चक्का जुन व्हिल रिम भन्छौँ त्यसबाट बाहिर निस्किन्छ, जुन चाहिँ नि पन्चर भएर हुने चिज हो। त्यसपछि तुरुन्तै मेरो दुर्घटना हुन्छ र म त्यस भिरबाट लगभग 200 फिट तल खस्छु। त्यस दुर्घटनाको क्रममा मेरो देब्रे साइडको 5वटा करङ भाँचिएको छ र मेरो घुँडामा, हातमा, टाउकोमा साधारण चोटपटकहरू लागेको छ। जब यो दुर्घटना हुन्छ त्यो बेलामा म पूर्ण रूपमा होसमा हुन्छु। मैले यो दुर्घटनालाई आफ्नै आँखाले हेरिरहेको हुन्छु। मसँग गएका साथीहरू विनोद ढकाल, त्यसपछि गौतम आले गाउँलेलाई खबर गर्ने र उद्धारमा आउने गरेर 2 जना एकदम हतारिएर लाग्छन् र त्यहाँबाट गाउँलेहरूको सहयोगमा मलाई त्यो 200 फिटको गहिराइबाट जुन खोज, जहाँ मान्छे जान पनि गाह्रो थियो, डोरी लाएर स्ट्रेचरमा राखेर चाहिँ मलाई लगभग 1.5 किलोमिटर माथि रहेको हेलिप्याडसम्म ल्याइन्छ। जुन ठुलो दुर्घटना भएको थियो त्यसको चाहिँ नि परिणाम निकै सानो भयो। त्यसको लागि म भगवान्प्रति धेरै कृतज्ञ छु। त्यसको साथसाथै मलाई त्यहाँ उद्धार गर्नुहुने शेरथुङका स्थानीय बासिन्दाहरू, मेरो साथीहरू, त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, उहाँहरूले जसरी मेरो उद्धारमा निस्वार्थ रूपमा लागेर मलाई त्यो ठुलो दुर्घटनाबाट जोगाउनु भयो, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। अहिले मेरो अवस्था निकै राम्रो छ। फेरि पनि एकचोटि तपाईँहरूप्रति जसले मलाई माया गर्नुहुन्छ, हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। नमस्कार।